कन्स्ट्यान्टली अगाडि बढाइ नै रहेका छन्। सिनिस्टर नक निकालिदिन्छन् यहाँ स्पाइकलाई। A1 को टिमको लागि पोइन्ट तान्ने यो राम्रो मौका बन्न सक्छ है। माथिल्लो टिमहरू सबै नम्बर लुज अनि एपिजी नजिक जाने कोसिस भइरहेको छ अनि तीनजना प्लेयर 2v3 को ब्याटल यता होल स्पोर्ट्सको लागि स्काई डाउन रहेको छ 1v1 को ब्याटल बट मिस गर्छन् सर्ट्स फिर नक निकाल्छन् इन्स्टेन्ट फ्रिज पनि गरिएको देख्न सकियो 1v1 को लागि एरो अगाडि जाने भयो एचपी लो छ एरोको पछाडितिर आउँदै गरेको देख्न सक्यो हिल गर्न उनलाई टाइम पक्कै पनि आवश्यक पर्ने बट हिल गर्न समय दिनु भएन पुश गर्नको लागि जानुपर्छ प्री फायरको साथमा अनि जानै पर्छन् प्री फायर लिँदै डाउन त गरियो एपिजीलाई बट अर्को एउटा टिमको त्यहाँ इन्ट्री हुँदै गरेको देख्न सकिन्छ अनि यताबाट टिम हाम्रो A1 माथि रहेको टिमहरू एलिमिनेट भइसकेका छन् केही टिमहरूको लागि प्लेयरको क्याजुअली पनि फेस गरिसकेको छन् भन्दै हुनुहुन्थ्यो सो या त्यो एउटा मौका रहेको छ A1 को लागि आफ्नो होल स्क्वाड सर्भाइभ गर्दा अझै बेटर रिजल्ट निकाल्ने अनि बेटर ऱ्याङ्किङमा जाने जेलको फाइनल प्लेयर त्यहाँ मोटोब युज गरियो अहिलेको लागि कनेक्सन पक्कै पनि आउनेवाला छैन कार 19 लिएर बस्दैछन् त्यो त स्विच गर्नुपर्ने हुन्छ अहिलेको लागि भने स्विच गर्नुपर्ने हुन्छ किनकि युएमपी रोडमा गयो भने कार 9ले के गर्ने अवस्था रहँदैन अनि उनलाई के गर्ने अवस्था बनाइएन पनि फाइनल प्ले डाउन फर भए पनि त्यो रिस्कको कभरले गर्दा चाहिँ आफूलाई सेफ साइडमा राख्न सकिन्छ अनि एईको टिमले अहिलेको लागि त्यही कुरालाई चाहिँ क्यापिटलाइज गर्दैछन् या अल्टर इगोको टिमले अहिले त्यही कुरालाई नै चाहिँ यहाँ क्यापिटलाइज त गर्दै नै छ बट A1 को टिम उनीहरूको अन्तिम प्लेयर सिजे आखिर कहिलेसम्म सर्भाइभ गर्ने त केही सर्ट त दिँदै नै थिए नेटको ड्यामेजहरू उनको अगेन्स्टमा आउने नै छ रोजमेरीको अगेन्स्टमा सर्ट दिँदैछन् उनी केही ब्रस सर्टहरू आफू बस्ने आशामा गर्दै त थिए तर सिजे बोय आई डोन्ट थिङ्क देयर यु गो अल्टर इगो रोजमेरी सोइङ अफ अल हिज एक्सपिरियन्सेस एन्ड स्किल्स इन दिस म्याच यो म्याचमा उनी फेरि पनि चाहिँ आफ्नो टिमको लागि त्यो स्किल पछाडिबाट जिमीलाई डाउन गरिदिए अब दुईजना प्लेयर यहाँनिर 2v2v2 को ब्याटल भनेपछि अब चान्स त रहने हो प्लेयर वाइज हेर्नु पर्दा बट सर्कल छैन होर स्पोर्ट्सको लागि आउनु पर्ने छ द अल्टर इगो र भिएचटीको फाइट भइरहेको बेलामा होर स्पोर्ट्सको टिमले रोटेसन दिनुपर्ने बट यो टिम होर स्पोर्ट्स बाहिर मिथिकलाई नक निकालिएको देख्न सक्यो लागि अल्टर इगो र भिएचटीलाई फाइट लिन उनको पुस जान्छ ओके धन्न यो नेटले नक भइदिएको भए गाह्रो पर्छ रोजमेरी त्यसको लागि बस्नेछन् भिएचटी अगाडि जिगल आउन भ्याउँछ सर्ट लिन्छन् रिस्कको कभरबाट खेलिरहेको देख्न सक्यो माथिपट्टिबाट नो फेडले पनि सर्ट लिँदै डाउन गर्छन् जिगलले स्न्यापीलाई रोजमेरी विल बी द लास्ट वान 2v1 को ब्याटल होर स्पोर्ट्स वाइ नट होर स्पोर्ट्स भनेको थिएँ मैले अघि नै सायद मौका बन्न सक्छ नेट जानु चाहिँ एचपी छ जिगलको बस्नु पर्ने छ त्यो ग्रेनेडबाट माथिपट्टिबाट सर्ट आइरहेको छ नो फियर एचपी लो गर्यो पिक्सलमा कन्भर्ट गरिएको छ अब त उनले सर्कलको इन्ट्री इजिली लिन भ्याउने छन् जिगल नजिक जाँदै गरेको देख्न सक्यो रोजमेरीले हिल अहिलेको लागि गर्न भ्याएको छैनन् होर स्पोर्ट्स यो स्टेजमा आएर मेबी चिकन मिस नगरिएला 10 किल निकाल्ने मौका पक्कै पनि रहेको छ हिल अहिलेको लागि गरी भ्याउने छन् बट दुईजना प्लेयर क्लोजमा आउने कोसिस रहेको देख्न सकियो अगाडिको म्याचेस बिग्रियो बट आजको दिनलाई अन्त्य गर्नेछ होर स्पोर्ट्सले सायद विथ द भिक्ट्री त्यो मौका रहेको छ यहाँनिर अनि यो स्टेजमा आएर मिस गर्यो भने पक्कै पनि गाह्रो बन्यो सर्ट लिन्छन् एचपी लो नक निकाल्नेछन् throughout the smoke रोजमेरी बट नेट जान्छ आफ्नो प्लेयर डाउन रोजमेरीको पनि एचपी लो भएको छ अब आउनु पर्छ जिगललाई एचपी लो पिक्सलमा कन्भर्ट गरियो सर्टगन भन्दा पनि अटोकन फ्री गरेर नो वन प्लेयर डाउन हुन्छन् लो एचपी को साथमा त्यो सर्टगनको साथमा त्यसैले भनिन्छ सर्टगन वान अफ द बेस्ट गन होर स्पोर्ट्सको मुखैमा